सो तपाईँको यो जेरी अन टपको प्रिमियरको लागि यहाँ आउनु भएको छ सिक्किममा होइन तपाईँ कतिको एक्साइटेड हुनुहुन्छ यो फिल्मको लागि चाहिँ म एकदमै एक्साइटेड छु किनभने मैले एकदमै मेरो फ्यान्सहरू सिक्किमबाट दार्जिलिङ कालिम्पोङबाट इन्क्वायर गरिरहेको थियो किन यहाँ चाहिँ रिलिज भइरहेको छैन त्यो पनि अब जेरी अन टप जुन चाहिँ मेरो अहिलेसम्मको बिगेस्ट हिट फिल्म हो त्यो चाहिँ अब सिक्किमबाट स्टार्ट हुँदैछ यहाँबाट इन्डिया अल ओभर रिलिज हुँदैछ सो म चाहिँ एकदमै एक्साइटेड छु किनभने मेरो फ्यान्सहरू जतिजना पनि यहाँहरू हुनुहुन्छ उहाँहरूले हेर्न पाउने हुनुहुन्छ त्यही भएर एकदम ह्याप्पी त्यही गरेर मैले पनि हेर्नु पाइरहेको छु त्यही भन्दा भन्दै आज तपाईँको 5:30 पछि वेस्ट पोइन्ट मलमा तपाईँको स्पेसल अपियरेन्स र फ्यान मिट हुनु गइरहेको छ सिक्किमका फ्यान्स चाहिँ धेरै एक्साइटेड हुनुहुन्छ तपाईँको त्यो अपियरेन्सको लागि तपाईँ चाहिँ कति एक्साइटेड हुनुहुन्छ र उनीहरूलाई के स्पेसल मेसेज दिनु चाहनुहुन्छ म धेरै दिनको लागि यहाँ छुइनँ सो आज मिट एन्ड ग्रिट भोलि प्रिमियर छ सो लेट्स मेक इट ग्रान्ड लेट्स मेक दिस इभेन्ट सक्सेसफुल तपाईँहरूलाई भेट्ने अपेक्षा राखेको छु वी विल सेलिब्रेट जेरी अन टप अनि बाँकी सँगै रमाइलो गरौँला सँगै मुभी हेरौँला त्यही नै अन्तखेरि अहिले मैले सुन्दाखेरि चाहिँ यो अहिले धेरै हाम्रो सिक्किममा चाहिँ अलिक यता के भनौँ रुमर्स पनि होइन अलिक त्यो चर्चा भइरहेको थियो त्यही प्रति एउटा क्वेसन छ सो जेरी अन टपको स्टोरी र स्क्रिप्ट चाहिँ कस्तो लाइक कस्तो रहेको छ अनि यो मास्टरपिसको पछि चाहिँ कसको हात हुनुहुन्छ यसको पछाडि त होल टिमको नै एन्टायर टिमको नै एफर्ट छ फ्रम स्टार्टिङ फ्रम द स्क्रिप्ट राइटर्स बिटी कान्छा हेमराज दाईदेखि लिएर हाम्रो डिरेक्टर हाम्रो प्रड्युसर्सहरू जतिजनाले पनि यो फिल्मलाई ट्रस्ट गरेर चाहिँ इन्भेस्ट गर्नुभयो होइन इभन फ्रम लाइक हुन्छ नि टेक्निसियन्स लाइटम्यानदेखि लिएर स्पट बोयदेखि लिएर इभन अल द एक्टर्स जतिजना छ आई थिङ्क इट्स टिम वर्क फिल्म भनेको एकजनाको कारणले मात्रै हुँदैन सो आइड लाइक टु क्रेडिट द होल टिम ओके सो पहिलो जेरी तपाईँको पहिलो जेरी पछि फेरि जेरी अन टप लिएर आउनु भएको छ त्यो पनि तपाईँको प्यारो बाबा हुनुहुन्छ भुवन किचसँग र यो प्रोजेक्ट चाहिँ तपाईँको किन स्पेसल छ किन भन्दा पहिला तपाईँको जेरी र यो जेरी अन टपमा चाहिँ के चाहिँ स्पेसल छ आई थिङ्क स्पेसल मेरो लागि भनेको यो जेरी क्यारेक्टर नै हो जुन चाहिँ मेरो अडियन्सले पहिल्यैदेखि मन पराइदिनु भयो सो जेरी ह्यापनिङ अगेन आफ्टर 10 years भनेको मैले पनि नसोचेको कुरा थियो नर्मली अब भनौँ न हिट फिल्महरूको सिक्वेल्सहरू त छिटै बनिहाल्छ नि त विदिन पिरियड अफ इयर 2 वर्ष तर 10 वर्षपछि पनि त्यही माया जसरी अडियन्सले त्यही एन्टिसिपेसन दिनुभयो त्यही नै मेरो लागि स्पेसल हो जेरी क्यारेक्टर म त फर्स्ट मुभी आई थिङ्क कलेज पढ्दा हेरेको कुन चाहिँ के योमा ए जेरी नै हजुर त्यसमा तपाईँ धेरै ह्यान्डसम देख्नुहुन्छ इभन नाउ अल्सो थ्याङ्क यू